Hello, this is me, Susmita Sahi, and welcome back to my channel, Disocraft Studio 22. Disocraft Studio 22 मा चाहिँ तपाईहरुलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ म बनाउन गइरहेको छु एउटा एकदम इजी प्याटर्नको ग्रेनी स्क्वायर, जसको लागि चाहिँ मैले यहाँनिर तपाईं ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ दुईटा चाहिँ मैले अलरेडी बनाइसकेको छु। अनि मैले फेरि बनाउनको लागि चाहिँ यहाँनिर व्हाइट कलरको धागो लिएर यो चाहिँ 3 मिलिमिटरको धागो अलि पातलो छ। सो यसमा चाहिँ मैले सबैभन्दा सुरुमा चाहिँ के बनाएँ भन्दाखेरि 5 वटा चेन बनाएँ। अनि 5 वटा चेन बनाइसकेपछि त्यसलाई सर्कल गरेर जोइन गरेँ। त्यति गरिसकेपछि अब त्यसमा माथिबाट 2 वटा फेरि चेन लिएर अनि टोटल 3 वटा डबल क्रोस, दुईटा चेन सहित गनेर 3 वटा डबल क्रोस गरेँ। अनि 3 वटा डबल क्रोस गरिसकेपछि बिचमा मैले दुईटा चेनको ग्याप लिएँ। दुईटा चेनको ग्याप लिएर फेरि 3 वटा डबल क्रोस गरेँ। अनि फेरि दुईटा चेनको ग्याप लिएँ। दुईटा चेनको ग्याप लिएर फेरि 1 2 अनि 3 डबल क्रोस चाहिँ मैले यहाँनिर फेरि गरेँ। यहाँनिर मलाई टोटल यसरी यो 3 वटा डबल क्रोस विथ दुईटा चेन ग्याप चाहिँ टोटल 4 वटा चाहिएको छ, किनकि हामी स्क्वायर बनाउन गइरहेका छौँ। सो टोटल यहाँनिर चाहिँ मैले 4 वटा तपाईहरु हेर्न सक्नुहुन्छ। 4 वटा चाहिँ मैले ग्रेनी यो 3टा डबल क्रोसको उयो बनाएको छु। अनि त्यसपछि यसलाई चाहिँ मैले जोइन गरेको छु। जोइन चाहिँ स्लिप स्टिचको मद्दतले गरेको छु। अनि हामी चाहिँ अर्को नेक्स्ट रो स्टार्ट गर्नको लागि चाहिँ हामी कर्नरमा पुग्छौँ, जसको लागि चाहिँ हामीले स्लिप स्टिच गर्दै अगाडि बढेर कर्नरसम्म जान्छौँ। अनि त्यसपछि फेरि यहाँनिरबाट दुईटा चेन लिएर चाहिँ हामीले सेकेन्ड रो स्टार्ट गरिसकेका छौँ। सेकेन्ड रो स्टार्ट गर्दाखेरि चाहिँ दुईटा चेन अनि एउटा डबल क्रोस अनि फेरि दुईटा चेनको ग्याप अनि फेरि सेम ठाउँमा नै दुईवटा चाहिँ डबल क्रोस गर्नेछौँ। देख्न हजुरहरूले देख्न सक्नुहुन्छ। अनि नेक्स्टमा चाहिँ अब तल जुन हामीले 3 वटा डबल क्रोस बनाएको थियो हो, त्यसको सिधा सिधा चाहिँ स्ट्रेटमा चाहिँ सेम स्टिचमा माथि पनि 3 वटा 3 वटा चाहिँ डबल क्रोस गर्ने। अनि त्यसपछि फेरि कर्नरमा पुगेपछि 2 डबल क्रोस 1 अनि 2 डबल क्रोस 2 चेन 2 वाला ग्याप 1 2 फेरि 2 डबल क्रोस 1 2। यसरी चाहिँ हामीले यसरी यो रो बढाएर फेरि तलनिर चाहिँ जुन हामीले बेसमा त 3 वटा डबल क्रोस छ हो, त्यो बेस बनाएर चाहिँ हामीले यसरी सबसे सेकेन्ड रोमा चाहिँ हाम्रो ग्रेनी स्क्वायर चाहिँ स्क्वायर सेप लिइसकेको हुन्छ। अनि यसलाई जोइन गर्नलाई फेरि हामी के गर्छौँ भन्दा स्लिप स्टिच गर्छौँ। स्लिप स्टिच गरेर चाहिँ फेरि हामी अब हामीले यहाँनिर कतिवटा रो बनाउँछ टोटल भन्दाखेरि 5 वटा चाहिँ रो बनाउँछौँ टोटल। अब हामी सेकेन्ड रोमा पुगिसक्यौँ। 5th रोसम्म चाहिँ हाम्रो वर्क चाहिँ कम्प्लिट हुन्छ। साइज चाहिँ तपाईहरुले आफ्नो हिसाबले चाहिँ बनाउन सक्नुहुन्छ, बढाउन या घटाउन। फेरि हामी चाहिँ नेक्स्ट रो स्टार्ट गर्नको लागि चाहिँ कर्नरमा नै स्लिप स्टिचको मद्दतले पुग्नेछौँ र कर्नरमा फेरि हामी यसरी 2 डबल क्रोस 2 चेन 2 डबल क्रोस इन्क्रिज त्यहाँ कर्नरमा गर्नेछौँ र अनि बाँकी बेसमा चाहिँ जतिवटा डबल क्रोस छ त्यसको सिधा स्टिचमा प्रत्येक स्टिचमा 1 डबल क्रोस गर्दै हामी चाहिँ अगाडि बढ्नेछौँ। यसरी गरेर चाहिँ हामीले चाहिँ यो ग्रेनी स्क्वायर चाहिँ कम्प्लिट गर्न सकिन्छ। आफ्नो साइज अनुसार ठुलो सानो ग्रेनी स्क्वायर चाहिँ बनाउन सक्नुहुन्छ। ग्रेनी स्क्वायर बनाएर चाहिँ यो ग्रेनी स्क्वायरबाट चाहिँ जे पनि बनाउन मिल्छ, लाइक स्वेटर, कार्डिगन, ब्ल्याङ्केटहरू जे पनि बनाउन मिल्छ। सो यो मैले यो वाला ग्रेनी स्क्वायर बनाएर चाहिँ के बनाउँछु त्यो चाहिँ नेक्स्ट भिडियोमा चाहिँ हेर्न नभुल्नु होला। यस्तै हेर्नको लागि चाहिँ हजुरहरूले च्यानललाई सब्सक्राइब गरिदिनु होला।
प्रत्येक प्याटर्न चाहिँ सिकाएकै हुन्छ भन्ने चाहिँ हुँदैन, तर सकेसम्म चाहिँ प्रत्येक प्याटर्न सिकाउने चाहिँ ट्राई गर्नेछु। सो यो पनि रेडी भइसकेको छ, योबाट म के बनाउँछु हेर्नलाई अर्को भिडियो हेर्नुहोला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।